ल ल नमस्कार, म नरबहादुर साई प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स टिकापुर शाखाबाट तपाईँको घरमा आइपुगेँ होइन। तपाईँको श्रीमती रूपा विक बित्नुभएको खबरले हामी पनि दुखित छौँ। तर के भयो, यदि पहिला नै बिरामी भएको मान्छेको बिमा गर्नुभएको थियो कि अथवा त्यो अहिले के भएर बित्नुभयो भन्नु, सहीको कुरा भनेर तपाईँ जवाब दिनु। ल नमस्ते, म चाहिँ बिमारी भएको थियो एक्कासी अनि बाहिर सरेको थियो। बाहिर भनेको मिन्स हुनुभयो, मिस हुनुभयो। मिस हुँदाखेरि अनि चिसो भयो अनि बिहानखेरि मम्मीले अनि नै भाउजूले अनि सासूले लैजान थियो यहाँबाट अटो हालेर। भाउजू र सासूले बिरामी भएपछि बिमारी भएर यहाँबाट हिजो अनि त्यो बिहानै यहाँबाट लगेर अस्पताल लैजानु भयो। अस्पताल लैजानु यहाँबाट अस्पताल लैजान थिएन अनि बिच बाटोमा यहाँबाट के हो बडेपुरमा भयो अनि त्यहाँबाट चाहिँ एम्बुलेन्समा हालेर घर ल्याउनु भयो। अनि त्यही त तपाईँको एउटा कुरा मैले नबुझ्नुको, सब यहाँबाट जाने बेलामा अटोमा लैजानु भयो, फेरि ठिक छ त्यही अटोले ल्याइहाल्थ्यो नि, लास्ट किन एम्बुलेन्समा हालेको? अटो मान्दैन, अटोले मान्दैन अनि त्यही भएर अनि अटोमा ल्यायो। अटोले लास्ट ल्याउन नमाने हुनाले त्यसपछि फेरि अझै एम्बुलेन्समा यहाँ ल्याउनु भयो, घर ल्याउनु भयो। लगेर जानु पर्यो अटोमा। अनि तपाईँ बित्ने बेला साथमा हुनुहुन्थ्यो? नै साथमा थिएन। ए तपाईँ कहाँ हुनुहुन्थ्यो? म चाहिँ पुना थिएँ। पुना इन्डिया। अनि यहाँबाट खबर गरेर तपाईँ त्यसपछि इन्डियाबाट आउनुभयो अनि त्यसपछि कति दिनमा चलाउनु भयो? 3 दिनमा चाहिँ लाग्यो। 3 दिनमा चलाउनु भयो। अनि त्यसपछि पहिला बिरामी हुनुहुन्थेन? पहिला के बिमारी थियो? लगभग कति वर्षकी हुनुहुन्थ्यो तपाईँको श्रीमती? लगभग अब 25, 26, 27 वर्ष। 27 वर्ष? तपाईँलाई आफ्नो श्रीमतीको उमेर थाहा छैन? हाम्रो कम्पनीमा त 27 वर्ष देखिन्छ नि। सबै अब 25 वर्ष भन्दा चाहिँ अहिले 25, 26, 27 वर्ष भयो। 27 वर्ष भयो नि को उमेरमा। अनि तपाईँको छोराछोरी कति छन्? छोराछोरी 2टा छन्, एउटा छोरा एउटा छोरी। एउटा छोरा एउटा छोरी छन् होइन। ल भनेको मतलब तपाईँको श्रीमती पहिला बिरामी हुनुहुन्थेन, अहिले 81 मिन्स भएको बेलामा टाउको दुख्ने, के उल्टी आउने, टाउको दुख्ने भयो। अनि 81 अब आफ्नो घरमा लोग्ने मान्छे कोही नभएको कारणले तपाईँको श्रीमतीलाई उपचारको लागि तपाईँको आमाले र अनि तपाईँको भाउजूले हस्पिटल लैजाने क्रममा, धनगढी प्रदेशिक हस्पिटल लैजान्छु भनेर लैजाने क्रममा तपाईँको बडेपुरमा बाटैमा मृत्यु भएको कुरा तपाईँले भन्नुभयो। यो कुरा साँचो होइन? यसमा केही फरक पर्दैन? ल धन्यवाद। यहाँ त